हेलो 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 गाइस सबैजना तपाईहरु के गर्नु हुँदैछ फर्स्ट अफ अल ला साग गरे हामी चाहिँ डिनर गर्दैछौँ अन्त आज चाहिँ यो भिडियो किन बनाएको भन्दाखेरि चाहिँ अस्ति सबैले भन्दा पनि प्रायले हाम्रो लभ स्टोरीको बारेमा अब भिडियो हाल्नुस् भनेको थियो र आज चाहिँ हामी अब हाम्रो लभ स्टोरी भन्ने छौँ खाँदै गर न अनि हाम्रो लभ स्टोरी चाहिँ कसरी सुरु भयो भन्दाखेरि चाहिँ हामी दुईजना भेट्यौँ 2023 है यस 2023 मा भेटेको 23 को जुन 21 मा उयो भेटेको हैन कसरी भेटेको भन्दाखेरि चाहिँ अब मेरोमा फोनहरु थिएन हो मेरो चाहिँ अब फ्यामिली भन्दा पनि मेरो मम चाहिँ पुरा स्ट्रिक्ट हुनुहुन्थ्यो हो अन्त चाहिँ म त्यही हो अब साथीभाइहरूसँग डुल्नु पनि दिन्थेन बजार पनि जानु दिन्थेन अब त्यति बेला म कति क्लास 11 क्लास 10 माध्यमिक दिइसकेको थिएँ होइन र पनि फोन पनि थिएन केही पनि थिएन हरेस हुन्थ्यो अनि त्यहाँदेखिको म चाहिँ मम्मीलाई आँखा चलिकन चाहिँ निस्किन्थेँ घरबाट हो जसो तसो निस्किन्थेँ त्यहाँदेखिको त्यो दिन चाहिँ म घुमपट्टि गएको थिएँ घुमपट्टि गाडी चढ्नुको लागि अब बजार जानुको लागि अन्त त्यहाँदेखिको बजार जानुको लागि चाहिँ त्यहाँ गएको थिएँ अनि त्यहाँदेखिको एउटा पिकअप आयो होइन पिकअप आयो त्यहाँदेखिको पिकअपले फर्स्टमा मैले पिकअपलाई पनि रोक्नु पनि भनिनँ हो अन्त के पनि भनिनँ अलिक पर पुगेपछि चाहिँ रोक्यो हो रोकेर यसो पछि फर्केँ होइन अन्त टाउको हल्लाएँ यसो गरेँ होइन अब त्यो भनेको चाहिँ जाने हो भनेको रहेछ होइन अन्त मैले पनि टाउकोमा चाहिँ यसरी हल्लाएँ अन्त यस्तो हातले इसारा गरेँ होइन अन्त म कुद्दै गएँ अन्त त्यो पिकअपमा चाहिँ को थियो भन्दाखेरि चाहिँ उहाँ हुनुहुन्थ्यो ड्राइभर साहब अन्त ड्राइभर साहब हुनुहुन्थ्यो अन्त उसँगै म गएँ होइन अन्त त्यतिकै बोलिरहेँ म छिट्टो बोलेँ मै फर्स्ट बोलेँ ऊ बोलेन हजुरहरूको नाम तपाईँहरू कहाँको हुनुहुन्छ हो त्यति बेला उसले मलाई कृष्ण हो भनेर नि उसको नाम अञ्जन हो भने अब अञ्जन हेरे हो अञ्जन राई हेरे टकभरको हेरे होइन अन्त उसलाई चाहिँ मैले फर्स्ट देख्दाखेरि चाहिँ मलाई चाहिँ ऊ क्युट लागेको थियो हो अनि त्यहाँदेखिको अब त्यति बेला उसको त कति अहिले चाहिँ क्युट छैन होइन सुन न त्यति बेलाको मैले स्टोरी भन्दैछु नि त अहिले चाहिँ छुइनँ रहेछ नि त है त्यति बेलाको भन्दैछु अनि त्यहाँदेखिको क्युट थियो होइन अनि त्यहाँदेखिको अहिले पनि छ अन्त मैले चाहिँ फर्स्टमै मन पराएको होइन उसलाई तर उसको चाहिँ त्यति बेला चाहिँ नि 2टा 3टा 4टा जस्तो केटी चाहिँ उयो मेसेजमा बोल्थ्यो हो त्यति बेला उसको होइन रेला गरेर उसको फोन बिग्रिरहेको थियो होइन अनि त्यहाँदेखिको त्यतिकै हामी बोल्यौँ अन्त म उसँगै बसेँ नि त होइन अब त्यति बेला अब के भयो उसँगै बसेँ मन त परेको थियो अन्त उसको फोन आयो होइन भनिसकेर उसको फोन आउनु बित्तिकै मलाई भाउ दिनु छोड्यो मलाई फोन आएर त नि आमा बाहिर त कति 2-3 घन्टा बोलेको होइन अन्त त्यहाँदेखिको मैले फोन चेक गरेको हो कि आमा हौ कतिवटा मेसेज चाहिँ मैले वाट्सएपबाट डिलिट गरेँ होला मेसेन्जरबाट फेसबुकबाट सबैलाई आई लभ यु सबैलाई चाहिँ आई लभ यु चाहिँ होइन अब तर 2-3 जना केटीलाई चाहिँ यसले लाइनमा राखेको थियो त्यति बेला मलाई भेट्दा 3 जना हो त्यस्तो होइन ए पनि त्यस्तो हो उसलाई मैले फर्स्ट देख्दाखेरि यस्तो मन पराएको कि अब के भन्नु है ओपाल मन पर्थेको उसलाई चाहिँ मैले फर्स्टमा भेट्नु साथी तर के भयो भन्नुहोस् नि मेरो अलरेडी केटी थियो बाउ भन्न तेरो पनि भन्नु होस् भन्दिनँ मेरो त ब्रेकअप भइसक्यो त सरी तर मैले उसलाई फर्स्ट देख्नु साथ मन पराएको होइन त्यहाँदेखिको टपले हामी त्यो बेसी बोलिनँ पनि हो त्यो बेसी टेन्सन बोल्नु चाहिँ बोल्यौँ होइन एक हप्ता बोल्यौँ है त्यहाँदेखिको एक हप्तामै अब उसलाई मैले उठाइदिइहाल्यो हो लाज फेरि एक हप्तामै उसलाई मैले भगाइदिएको होइन भगाउँदाखेरि चाहिँ यस्तो डेडली सिन भइदिएको क्या अब फर्स्ट भगाएँ होइन फर्स्ट भन्दा पनि अब
उसलाई ऊ मसँग अब 2-3 दिन बस्यो माथि होइन अब म जहाँ बस्थेँ एक हप्ता बसिने म एक हप्ता बसेँ माथि साइडमा होइन अन्त त्यहाँनिर चाहिँ अब मेरो साइडमा चाहिँ अब जस्तो त्यो अब साइडको रुम हो त्यस्तो खास राम्रो त हुँदैन हो अन्त फर्स्ट भेट्दाखेरि चाहिँ अब मेरोमा लगभग 2-3टा बेड थियो होइन अन्त मुनिको तलामा पनि थियो एउटा रुममा बेड हो अन्त त्यहाँनिर चाहिँ मैले उसलाई सुताउँथेँ अन्त हामी माथि बस्थ्यो मसँग लगभग अब 3-4जना मेरो केटा साथीहरू पनि थियो हो तर उसलाई चाहिँ मैले अलग्गै सुताउँथेँ है मुनि त्यहाँदेखिको अन्त त्यहाँदेखिको हामी सबै त्यहाँनिर माथि सुत्यौँ केटाहरू हो त्यहाँबाट उसलाई डर लाग्छ भनेर चाहिँ बेलुका अब राति म हेर्नु जान्थेँ तल मुनि हो अब अलिकति डर लाग्दै अब माथि त्यो जग्गा अब त्यस्तो सुनसान होइन त्यही भनेर त्यसरी अब बस्दा 1 हप्ता बित्यो होइन 1 हप्ता बितेर चाहिँ त्यहाँदेखिको उसको मम्मीले कलहरू गर्न थाल्यो त्यहाँदेखिको उसले भन्यो मेरो मम्मीले चाहिँ तिम्रो नम्बर कहाँबाट पायो मैले आफै मम्मीलाई टेक्स्ट गरिनँ क्या त्यति बेला मम्मीले ए होइन टेक्स्ट गरेको बिहा गरौँ भनेर चाहिँ उसले मलाई भनेन मैले उसलाई सोधेको के भएको भन्नु मलाई पाल्न सक्छौ भने होइन मैले एकछिन सोच्यो सक्छु भन्यो चिले भनिदिएको कि त्यहाँदेखि चाहिँ त्यहाँदेखिको ल म घरमा भन्छु ल भन्ने भएको त्यहाँदेखिको चाहिँ असली के भन्नु ड्रामा सुरु भएको भन्दै गरेर पानी उब्ल्यो ड्रामा त होइन अब मलाई चाहिँ फेरि सानैदेखिको बिहा भनेपछि पुरा डर लाग्थ्यो होइन तर अब त्यो लगन आएको छ भने क्या आफ्नोमा त्यो आफ्नै आप त्यो आँट आइहाल्दो रहेछ क्या मैले त्यो चाहिँ अब एक्सपिरियन्स गरेँ भनौँ न अन्त पहिला चाहिँ अब बिहा भनेपछि त्यसरी मेरोमा अब खुट्टा थर काम थिएन तर आफ्नो लगन आएपछि नि अचानक कहाँबाट अब हुन्छ नि आफ्नोमा ब्याक सपोर्टिङ अब नभए पनि अब आफ्नै पछाडि अब कोही पनि नभए पनि आफूलाई साथ दिने कोही नभए पनि हो तर मेरो छ मेरो 2जना दिदीहरू त अब मसँग त अब छ मेरो साथमा होइन अब म अब सबैभन्दा सानो भाइ हो तर अब मलाई माया गर्छ नि त मलाई बर माया गर्छ मेरो 2जना दिदीले एकजना दिदी मेरो बेङ्गलोरमा हुनुहुन्छ हो अन्त एकजना चाहिँ बिहा हुनुभएको अब बिजनबारीमा हो है त्यहाँदेखिको माया गर्नुहुन्छ 2जना दिदीले नि मलाई त्यहाँदेखिको मलाई दिदीहरूलाई भन्नु चाहिँ डर लाग्यो हो त्यहाँदेखिको अब उसले त मलाई भएको अब भगा कि भगा भन्दैछ हो अन्त मलाई अब आँट पनि छ भगाउने हो अन्त उसको मम्मीलाई भन्यो उसले हो म बिहा भएँ यस्तो यस्तो भनेन तर मैले अब फर्स्टमा चाहिँ अब नजोत भनेको होइन अब यसलाई चाहिँ जोतेर फेरि यसले चाहिँ अन्त केटा कहाँको हो के जातको भनेन अब राई नै हो जातकै हो यस्तो राई नै हो केटा पनि जातकै पाएको अब जातकै छ भने अब उसले होइन र ठिकै छ केटाले के काम गर्छ सिलगढीमा हो कुन चाहिँ अफिसको अब सिलगढीमा कुन चाहिँ सिलगढीमा उयो उसको कुन चाहिँ के को भन्यो गाडी नै चलाउँछ सिलगढीमा गाडी चलाउँछ होइन तर के पो भन्यो उसले कम्पनीको उयो अरे त्यो पनि के पर्यो भिआइपी गाडी क्या त्यो स्कर्पियो हुन्छ नि बत्ती बल्ने भिआइपी गाडी स्कर्पियो चलाउँछ अरे हो अन्त बिचरा मेरो दिदीहरूलाई पनि झन्डैले फसाएको छ नि हौ अन्त को छ उसको चाहिँ फ्यामिली घरमा अरे होइन अन्त 2जना दिदी हुनुहुन्छ पापा त छ कि छैन त्यो त मलाई त्यो याद भएन अब निकै अब अगाडिको कुरा बिर्सिसक्यो हो अलिअलि याद छ र पनि त्यो भनिदिएको दिदीले के काम गर्छ सानो दिदीले कल सेन्टरमा काम गर्छ हो ठुलो दिदीले केमा काम गर्छ ब्याङ्कको म्यानेजर हो भन्दै होइन अब हुन्छ नि अब हाँस उठिदिएको कि म हाँस पनि उठेको अब होइन डर पनि लागेको पछाडि अब थाहा पायो भने कस्तो अप्ठ्यारो हुन्छ होइन अब उसको मम्मीले थाहा पायो भने अब उसलाई पो केही अप्ठ्यारो हुँदैन लास्टै गाह्रो र अप्ठ्यारो त मलाई हुन्छ नि त पछाडि थाहा पायो भने त होइन अब उसको पो मम्मी त होइन मेरो त अब सासु आमा पर्छ नि त अब तरै पनि अब सासु आमा भन्नु पनि साह्रो छ अहिले अब अन्त त्यो भनेर अब अहिले नै बिहाहरू नगर्नु यस्तो त्यस्तो भनेर अन्त अब ऊ चाहिँ मानेको थिएन नि त हो
होइन म त अब बिहा भइसकेँ यस्तो यस्तो कुनै केहरू भन्नु थाल्यो मम्मीलाई त उसले हो अन्त तँ आइज चुप्प के लागेर यस्तो चाहिँ के सिन्दुर पत्ता गरे त भन्यो नि सिन्दुर पोतेहरू चाहिँ गरिसक्यो भनेर अब यस्तो त्यस्तो पो भन्छ अहिले प्रेग्नेन्ट भएको सोच्छ के भएको होला ल अब मतलब बिहाको अब बिहाको यस्तो यस्तो मतलब अब सिन्दुर पोतेहरू होइन अन्त यस्तो यस्तो तर भएको चाहिँ थिएन त्यति बेला भएको चाहिँ थिएन उसले चाहिँ बिचमा त्यो जोतेको मात्रै क्या अब मम्मी पापाहरूले अब त्यो भराइ हुनु दिँदैन हामीलाई एक भनेर चाहिँ अब उसले चाहिँ त्यस्तो भनेको क्या सिन्दुर पोते चाहिँ अगाडि नै भइसक्यो भनेर होइन अन्त मम्मी पापाहरूले र पनि अब हुन्छ नि अब तँ घर आइज चुप्प लागेर तँ कहाँ छस् भन् म आउँछु ल्याउनुहरू भन्दै थियो अब उसको चाहिँ मम्मीले होइन पापा त हुनुहुन्थेन पापा त उसको त उता हुनुहुन्थ्यो अब कहाँनिर पो आसाममा हो अन्त र म चाहिँ मानिनँ त्यहाँदेखिको र म चाहिँ मानेन अब के भएको होला सचिन लगन आएपछि मेरोमा पनि अब त्यस्तो स्ट्रिक होइन मेरो मम्मी चाहिँ त्यो मलाई त्यति बेला दिमागमा क्या मेरो आमाले कुर्छ के गर्छ एकपल्ट अब स्कुल भाग्दाखेरि त मलाई यहाँ झिरले घोचिदिएको छ अब त्यो डरधरि मैले भुलेको थिएँ त्यति बेला कस्तो चाहिँ होला मेरो मायाले पागल बनाएको अनि त्यहाँदेखिको चाहिँ उसले उसको नानाहरूको नम्बर दिएछ होइन मम्मीलाई मैले दिएको माग्यो होइन कल गरेछ हो अनि मम्मीले सोधेछ तिमी चाहिँ कल सेन्टरमा काम गर्छौ तिमी चाहिँ ब्याङ्कमा काम गर्छौ भन्दै सोधेछ होइन उसको नानालाई फेरि मेरो नानाहरू एकदमै अब जोत्नु जान्दैन अब एकदमै सिधा होइन स्ट्रेट फरवर्ड खालको छ भनौँ न आउँदैछ सिधा भन्दैछ लास्टमा फस्यौँ दुईजना हो अन्त तिमीहरूले यस्तो जोतेको तिमीहरू सल्लाह जो उयो तिमीहरूले किन ढाँटेको यस्तो जोतेको नानाहरूकोबाट पनि गाली खायौँ प्लस उसको मम्मीकोबाट पनि हो त्यहाँदेखिको तिमीहरू कहाँ छस् यस्तो के छस् लु छिटो आइज मम्मीले त अब उसलाई बोलाउनु थाल्यो हो त्यहाँबाट त हामीले के पो गऱ्यौँ त्यहाँदेखिको तिम्रो ठुलो चाहिँ नाना छ जाउँ न त्यहाँदेखिको चाहिँ उसको ठुलो चाहिँ नाना दिलबिरमा हुनेले चाहिँ हामीलाई बोलाउनु भयो होइन अन्त मजाले अब सल्लाह जस्तै गऱ्यौँ होइन अब साँच्चीमा बिहा हुने नै हो तिमीहरू भन्दै उयो सल्लाह गऱ्यौँ अन्त हजुरहरू भन्दै भन्यौँ होइन त्यहाँदेखि छैन त्यहाँदेखिको चाहिँ हामी यता दिलबिरबाट यता जामुने आउँदै थियौँ होइन सबै रेडी अब गाउँघरमा पनि भनिसकेको थियो अब कृष्णले बुहारी हाल्छ घरमा भनेर होइन अब सबै लुगाफाटादेखिको लिएर त्यो यस्तो बाईहरू सिन्दुर पोते होइन के पो लोकल कुखुरा अब रम्बीहरू पनि डल्लै अब रेडी क्या गाउँलेको लागि छैन मम्मीलाई कल गर्यो हो मम्मीले कल गर्यो अन्त आइज न भन्दै भन्यो होइन मैले उसलाई त्यति बेला भने पनि होस् नजाउँ कि नजाउँ पारेँ मैले होइन र पनि होइन अरे हिँड न एकपल्ट के चाहिँ हुन्छ अब त्यति बेला त उसलाई बेहोरा थाहा थिएन नि त मम्मीको मलाई थाहा थियो नि त त्यो बेहोरा त होइन अनि त्यहाँदेखिको त्यति बेला होइन मम्मी यता फाटकमा भेटेको त्यो त्यति बेलाको चाहिँ दिलबिरबाट हामी 3 जना स्कुटीमा आएको उसको भान्जीसँग 4 जना होइन त्यहाँदेखिको नाना ठुलो चाहिँ नानालाई चाहिँ मम्मीले कल गरेछ होइन अन्त नानाले चाहिँ जोत्दै थियो उसको नाना पनि हाम्रै साथमा नै फेरि हो ठुलो चाहिँ नाना जोत्दै थियो हेर्नुहोस् अब सिन्दुर पोते भइसक्यो हो भनेको मात्रै थियो अगाडिपट्टि त गाडीमा त ड्याम्मै मेरो फ्यामिली अब हामी यस्तो क्रसिङ भएको त्यो गाडी यस्तोमा राखिरहेको थियो होइन भएको थिएन हामीले जस्ट अब सिन्दुर पोते गर्नु जाँदै थियौँ हो अन्त बाटोमै उयो भयो अब मेरो चाहिँ अब त्यति बेला मेरोमा मैले चाहिँ स्कुटी किनेको थिएँ होइन अन्त स्कुटी किनेको थिएँ प्लस कुखुरा थियो अब 3टा जिउँदै कुखुरा थियो अगाडि होइन त्यहाँदेखिको भान्जी पछाडि अन्त त्यहाँबाट नाना लास्टमा अगाडि पनि अब अगाडि पनि ड्याम्मै मैले यसरी भिडिरहेको छु कुखुरा माथि पनि अब रासिन पनि स्कुटीमा ड्याम्मै अब होइन जस्ट सिन्दुर पोतेको लागि पुग्ने चाहिँ अब हुन्छ नि स्कुटीमा ड्याम्मै हालेर लगेको थियौँ त स्ट्रिङ काट्नु अब मलाई साह्रो भइरहेको थियो
होइन अन्त नानालाई चाहिँ कल गरेछ बिजनबारीमा हुँदा कल गरेको नि बिजनबारीमा चाहिँ हामीले चाहिँ सौदा गरेर सिन्दुर पोतेहरू सबै उयो किनेर अब उसको लागि कुर्ताहरू किनेर होइन मेरो लागि ढाका टोपीहरू किनेर सबै बुनबान बनाएर पनि हामी चाहिँ घर गएको त्यति बेला पानी पनि आउँदै थियो सायद सिमसिमी पानी आउँदै थियो है पानी पर्दै थियो त्यहाँबाट हामी चाहिँ गएको होइन जाँदाखेरि चाहिँ मेरो नानालाई चाहिँ कल आयो उसको मम्मीको कल आएको रहेछ अन्त नानी तिमीहरू कहाँ छ अहिले भनेछ होइन अन्त हेर्नु न हामी त उता घरमै छौँ नि भाइको सिन्दुर पोतेहरू पनि भइसक्यो अन्त अहिले त अब सामानहरू अब यताउता छन्कोमन्कोहरू गर्दैछौँ भनेर जोत्यो नानाले होइन भरे चाहिँ उता घरमा पुगेर पनि घरमा हेरेर पनि हामीलाई चाहिँ खोज्न आएको रहेछ उसको मम्मीहरू चाहिँ सुमो गोल्डमा होइन गाडीमा चाहिँ अब ड्याम्मै उसको फ्यामिली खोज्न आएको रहेछ हामीलाई चाहिँ त्यहाँदेखिको हामी चाहिँ उता स्कुटीमा तेर्सो जाँदै गर्दाखेरि चाहिँ पर सुमो गोल्ड रोकिरहेको थियो होइन मलाई थाहा थिएन होइन अब हामीलाई थाहा थिएन उसलाई पनि थाहा थिएन होइन कसैलाई थाहा थिएन अब नानासँग चाहिँ फोनमा बोल्दै थियो तर फोनमा बोल्दै त्यो बाटोमा चाहिँ ढोकिरहेको रहेछ उसको मम्मीले चाहिँ होइन यता फर्किरहेको रहेछ उता फर्केको भए चाहिँ त्यो चाहिँ भेट्थ्यो हामीलाई हो भेट्थ्यो त्यहाँबाट हामी उता जाँदाखेरि चाहिँ फर्स्टमा चाहिँ कसरी देखेँ भन्दाखेरि चाहिँ अब तिम्रो मैले भने फर्स्टमा चाहिँ अब मलाई डर लाग्यो नि त किनकि आएको जस्तो पनि फिल भयो मलाई हुन्छ नि भित्रबाट त्यस्तो अब फिलिङ भयो क्या अन्तखेरि चाहिँ मैले उसलाई भने पनि हो तिम्रो मम्मीहरू त आउँदैन होला नि भनेको कि अन्त पर सुमो गोल्डमा रोकिरहेको थिएन मलाई अलिक कुनै किन मलाई डाउट भयो उसले चाहिँ अब उसलाई चाहिँ मैले मेरो ठुलो खालको त्यो ज्याकेट सिमसिमे पानी पर्दै थियो चाहिँ भान्जी पनि थियो उसको अगाडि सो मेरो ठुलो ज्याकेट थियो होइन रेनकोट टाइपको जस्तो अन्त त्यो चाहिँ मैले उनीहरूलाई चाहिँ ओढाइरहेको थिएँ टोपीसँग होइन अन्त उहाँ हेर त मम्मी होइन तिम्रो मम्मी होइन म चाहिँ भनेको थिएँ अब मैले चिन्थिनँ म त अब होइन तिम्रो मम्मी त होइन हेर त भनेको कि गाडीमा हो त मम्मी हो भने कि उसले मेरो त अब आङ त यस्तो झिरिङ भएर आएको कि यस्तो स्पिड लगेँ अब मैले स्कुटी होइन छिटो भन्दै अब उसले भने अब पछाडिबाट यसरी मलाई हिर्काउँदैछ अब छिटो भन्दै होइन स्पिड उडाएँ मैले स्कुटी होइन ऊ र म चाहिँ अत्तालिरहेको छु होइन पछिपट्टि नानालाई चाहिँ केही थाहा छैन बोलेको छ फोनमा त्यो मेरो आमासँग हो त्यहाँदेखि स्पिड स्कुटी लाग्यो होइन त्यहाँदेखिको अब मलाई चाहिँ अब त्यहाँ अब हामीले त्यो गाउँ एरिया भएर होला मलाई थाहा छ नि त अब त्यहाँनिर अब यो यतापट्टि त्यो गाउँ पस्ने रोडपट्टि स्पिड गएर कच्चा रोड अब पानी परेर क्याच हिलो भइरहेको रहेछ झन्डै लडे पनि पऱ्यो स्कुटी अब स्कुटीको अब ह्यान्डलसम्म चाहिँ अब ब्यागहरू मात्रै थियो अब कसरी काट्दै थियो होला मैले स्ट्रिङ हो त्यहाँदेखिको परनिर त चिप्लेर झन्डै लडे पनि हो यस्तो डिसब्यालेन्स भएको थियो अब यसरी हल्लेको थियो स्कुटी झन्डै लडे पनि हो अन्त सम्हालेँ त्यहाँनिर पनि त्यहाँदेखिको स्पिड लगेँ त्यहाँबाट कहाँ पुगेर चाहिँ तर क्या छिटो आइपुगेछ त्यो सुमो गोल्ड चाहिँ होइन त्यो गाउँभित्र मैले स्कुटी नहालेको भए चाहिँ हामीलाई चाहिँ त्यहाँ पर फाटकमा सुनचरी फाटकमा पुग्दा चाहिँ हामीलाई भेट्थेछ नि त्यहाँबाट हामी चाहिँ म चाहिँ त्यो गाउँको बाटोमा कच्चा रोडमा स्कुटी उता तेर्सो हाल्दाखेरि पर हालेर बिसाएको मात्रै थियो उसको मम्मीहरू त गाडी लगेर त अघि पर जामुनी हाम्रो गाउँ पुगिसकेछ अब जामुनी पर होइन अन्त तिमीहरू कहाँ छस् तिमीहरू कहाँ गइसहरू भन्दै फेरि कल गरेँ होइन अन्त ऊ बात माऱ्यो अन्त यता उता हाम्रो त अब डरलाग्दो सिन भएको नि अब यस्तो अब हाम्रो चाहिँ नि साँच्ची भनेको एउटा क्यामेरा बोकेर भिडियो सुट गरेको भए चाहिँ नि एउटा अब उयो फिल्मै हुन्थ्यो नि एउटा कसम भनेको यस्तो अब है कस्तो सिनहरू छ अब त्यहाँदेखिको त्यो जङ्गलमा थियौँ होइन हामी अनि त्यहाँदेखि म बोलेँ त्यहाँदेखिको उसको नाना पनि थियो नि त अन्त नानालाई कल गरेछ अन्त किसिम भनेछ अब त्यो जेलको धम्कीहरू दिनुभएछ होइन नाना पनि अलिक हाइपरै हुनुभयो होइन अब आफ्नो एउटै भाइलाई अब त्यस्तो भन्दाखेरि अनि त्यहाँदेखिको चाहिँ नानाले तिमीहरू जाऊ एकपल्टहरू भन्दै भन्यो म चाहिँ जानु मन थिएन मलाई किनभने मलाई थाहा थिएन मलाई लिनु आएको मलाई लान्छ भनेर थाहा थियो अनि त्यहाँदेखिको उसले पनि हिँड न भेट्नु त रहेछ भन्दै भने उसले होस् हौ भने मैले होइन र हिँड कि हिँड अनि त्यहाँदेखिको ल भनेर गयौँ कि फर्स्ट चाहिँ मम्मी मात्रै भेट्यो मम्मी आएन अगाडि त्यति मात्रै कहाँ हुँदा अब उसलाई नलगोस् भन्नुको लागि चाहिँ नि जानुभन्दा अगाडि चाहिँ त्यो किनेको सिन्दुर र किनेको पोते हुन्छ नि मैले चाहिँ पर बाटोमा लगाइदिएको अब सिन्दुर र पोते अब उसकै लागि किनेको हो नि त भरे अब उसलाई लगेर गयो भने त फाइदै भएन बरु भन्दा लगे पनि लैजाओस्
तिमीलाई अब लगे पनि लैजाओस् हो, उयो पनि अब जेसुकै होस् न, सिन्दुर र पोते चाहिँ अब अगाडि भनेको थियौँ नि त हामीले, सिन्दुर पोते त भइसक्यो भनेर। सो अब भइ त सक्यो अब होइन, सिन्दुर पनि त्यहीँ खोलेर लगाइदिए अब बाटोमै, अब त्यहाँ सिमसिम पानी पर्दैछ, सिन्दुर पनि त्यहीँ लगाइदिए, पोते पनि बाटोमै लगाइदिए। त्यहाँदेखि चाहिँ गएको हामी दुईजना होइन उसको मम्मीलाई भेट्नु गएँ। अन्त गएर उसले मम्मीलाई ढोक्यो, मैले त बिर्सेर हेलमेट लगाएर कि हेलमेटसँगै ढोक्दैछु हो। त्यहाँदेखिको हेलमेट निकालेर बातचित माऱ्यौँ होइन। त्यहाँबाट उसको भरे चाहिँ कोही एक्लै छु भनेर अब उसको मम्मीले होइन, भरे चाहिँ माथि त्यो गाडीमा चाहिँ आँसुहरू थिएछ उसको होइन। त्यहाँबाट सन्तानै बोकिकन आएको थिएछ अब। त्यहाँबाट त्यहाँ कुमारिनीहरूको घरमा अब त्यहाँ गयौँ होइन। त्यहाँ निनीहरूको घरमा जाँदाखेरि चाहिँ जस्तो त्यहाँभित्र पस्यौँ त्यस्तै उसको आँसुहरू अब सलिड आइदिएको अब होइन। त्यहाँदेखिको अब मैले चाहिँ अब उसलाई लान्छ भनेर चाहिँ अब गाउँ अब समाजमा पनि भनिदिइहालेँ होइन। त्यहाँबाट यस्तो यस्तो भयो, अब यस्तो यस्तो मिलाउनु पऱ्यो भनेर चाहिँ अब मैले समाजमा अब काकालाई भनेँ नि त होइन। त्यहाँदेखिको काकाहरू आएर यस्तै त्यस्तो त्यस्तो यता मेरो चाहिँ अब के हो भने चाहिँ अब उसको मम्मीले चाहिँ अब यति मात्रै भन्यो कि अब कहाँ खान्छस्, कहाँ सुत्छस्, कहाँ बस्छस्, कहाँ हग्छस्, त्यतिसम्म भने अब होइन। अब मन पनि दुख्यो अब मलाई, अब हुन्छ नि अब कस्तो अब फिल भयो नि त, हुनु पनि ठिकै हो। अब मेरोमा अब केही पनि छैन नि त, अब सानोदेखिको अब दुःख पाएर होला होइन। अब गरिबको छोरा हो होइन, अब एक दिन त गरेर देखाउँछु नि त। अब त्यो सधैँभरि यत्तिकै बस्छु भन्ने त छैन नि त होइन। एक दिन त अब हुन्छ होला नि त होइन। मैले सोचेको पुग्छु होला नि त, सोचेको अब मैले सोचेको चिताएको कुरोहरू त हुन्छ होला नि त। उसलाई चाहिँ अब हुनु पनि अब ठिकै भनेको, अब मलाई त एक प्रकारको ठिकै पनि लाग्यो अब होइन। मसँग बिहा गरेर भरे दुःख पायो भने भन्ने पनि भयो मलाई पनि होइन। अब घर त्यस्तो राम्रो पनि छैन, तर अब के भन्नु अब गरिब के भन्छ अरू मान्छेले क्या अब त्यो मजाको काठको घर बोकेर अब गरिब भन्छ नि, त्यो गरिब के भन्छ, त्योभन्दा लास्टै गरिब त अब। तर अब गरिब भन्नु चाहेको पनि होइन होइन। अब मलाई त खानु पुगिरहेछ हामीलाई होइन, अब मजाले अब जे भने त्यही अब किन्नु पुगिरहेछ, लाउनु पुगिरहेछ होइन, यतिको त अब गरिब त भन्दिनँ। तर अब घर चाहिँ मेरो चाहिँ अब त्यस्तै प्रब्लमै छ होइन। अब घर त्यस्तो राम्रो छैन होइन। पहिलामा अब आमा पापाहरूले अब बनाइदिनु सक्नु भएन त्यस्तो राम्रो घर होइन। अब ठिकै छ नि त, जस्तो भए पनि अब आफ्नो घर भनेको अब घरै हो होइन। सानोतिनो भनौँ अब घर छ, पानी चुहिन्छ होला घरमा हो, तर अब घर भन्ने त छ नि त, घर छ भन्दा छ भन्ने त छ नि त मेरोमा होइन। एक दिन बनाउँछु नि त म आफै बनाउँछु होइन। अब उसको मम्मीले चाहिँ त्यही भनेको, कहाँ सुत्छस्, कहाँ बस्छ। अब समाजमा चाहिँ अब उसको मम्मीले चाहिँ अब त्यहाँ समाजको अब मान्छेलाई चाहिँ यस्तो भनेको कि तपाईँहरू एउटा घर बनाइदिनुहोस् तब मात्रै मेरो छोरी छोडिदिन्छु, त्यो पनि समाजको जिम्मामा अरे। अब समाजको जिम्मामा किन छोडिदिनु होइन। समाजले हेर्छ अब उसलाई, मैले माया गरेको अन्त म हेर्छु नि त, मैले भनिदिइरहेछु त अन्त होइन। जे भए पनि जस्तै भए पनि होइन, उसलाई कहिले म केको कमी हुनु पनि दिँदिनँ, मैले भनेको छु होइन। अब सायद अब मेरोबाट त अब धेरै कमी अब अहिलेसम्म त अब उसलाई अब उसको हरेक इच्छाहरू त पुरा गरिदिनु सकेको छुइनँ मैले होइन। तरै पनि अब कमी राख्दिनँ नि त म होइन। जतिसक्दो अब बरुभन्दा आफू नलाइ आफू नचलाइ जे पनि आफू नखाइ भए पनि क्या उसलाई म अब उसको इच्छाहरू हरेक पुरा गरिदिने अब उयो गर्दैछु, अब कोसिस गर्दैछु नि त होइन। एक दिन न एक दिन हुन्छ होला नि त, मेरो पनि इच्छा पुरा हुन्छ होला, उसको पनि इच्छा पुरा हुन्छ होला होइन। तर यति चाहिँ हो होइन, उसलाई कहिले अब दुःखमा चाहिँ राख्दिनँ, मैले भनेको छु होइन। आफूलाई वादा गरेको छु नि, उसलाई म दुःखमा कहिले राख्दिनँ पनि, र अरूको नजरमा दुःख नपरोस् पनि हो। अनि यति भन्छु अब मैले गर्दाखेरि अरूलाई माग्नु नपरोस् भन्छु, तर अब यतिखेप त अब त्यस्तो अब हुन्छ होला होइन। अब सायद त मलाई पनि अब मन दुख्छ हो अब एक दुईवटा कुराहरू सम्झिँदाखेरि हो। तरै पनि अब मलाई साह्रै अब हुन्छ नि अरूको छेउमा त्यस्तरी अब त्यो पैसाको केही अब पछि हामीलाई ठुलो अब समस्या परेर पैसा नपुग्दाखेरि उसले अरूको छेउमा हात फैलाउनु खोज्यो भने चाहिँ बरुभन्दा होस् पैसा नमागोस्, बरुभन्दा
त्यो उसले अरूलाई अरूको अगाडि हात फैलाएर पैसा माग्ने त्यो उयो गर्नु अब हुन्छ नि आफूलाई समस्या परेर अब पैसा रुपियाँहरू नहुँदाखेरि उसले हात फैलाउनु पऱ्यो भने चाहिँ बरु मेरो 2टा किडनी नै बेचिदिन्छु तर हात चाहिँ नफैलाओस् मेरो बुढीले कसैको अगाडि यति चाहिँ भनिदिन्छु होइन मैले माया गरेर लिएको सो म हरेक इच्छा उसको पुरा गर्छु। अन्त त्यहाँदेखिको अब सिधै समाजमा जिम्मा दिएपछि त न समाजले मलाई राम्ररी चिन्छ, ऊ पनि गाउँमा बसेन, यतै बजार एरियामै बसेर कमाउँदै थियो होइन। त्यहाँदेखिको समाजले त यति छिटो त जिम्मा लिँदैन नि त। अन्त त्यहाँदेखिको अब त्यही भन्यो, समाजले सम्झायो यति छिटो बिहा नगर, उसलाई पनि सम्झायो मलाई पनि सम्झायो। मैले त त्यो समाजको छेउमा त कति दुलाई भेटेँ आमाकोबाट। आमाले चाहिँ हिकाएन तर आमाको दिदीबहिनीहरूले चाहिँ हिकायो 2-3 थप्पड हो। र मैले चाहिँ जिद गरिरहेको थिएँ जादिनँ कि जादिनँ भनेर होइन। तर अब जबरजस्ती लजायो मलाई होइन। अब उसलाई छोड्नै पऱ्यो मैले त्यति बेला फर्स्ट भागेको बेलामा। अनि त्यहाँदेखिको मलाई लजायो, त्यहाँदेखिको घर गएँ म होइन। त्यहाँदेखि घरमा पनि सुने अब सिन्दुरहरू सबै पुस्नु लगायो। त्यहाँदेखि भोलिपल्ट स्कुल पठायो, लु ठिकै छ स्कुल गएँ होइन। आएर होमवर्क गरेँ हो। अन्त होमवर्क गरेर उसलाई होमवर्क गर्दै उसलाई मैले मेसेज गरेँ होइन। अन्त त्यहाँदेखि मेसेज गरेँ, मलाई त मनै लागेन घरमा बस्नुहरू भने नि त। अनि मैले आउँदैछु ल भनेको थियो, ऊ गोकबाट मलाई बजार लिनु आएछ। गोकबाट बजार लिनु आएछ होइन। अनि त्यहाँदेखिको त्यति बेला पनि पानी नै पर्दै थियो है, डरै लाग्दो पानी परेको त्यति बेला पनि होइन। अन्त म 8 बजीतिर घरबाट निस्केँ। अन्त त्यति बेला पनि लुगाफाटा डल्लै बोकिकन निस्केको थिएँ होइन। अन्त उसले सिधै गोक लैजायो। अन्त गोकमा भाउजूहरूले भन्यो होइन, मम्मीले सिधै टेक्स्ट गर्यो उसलाई होइन। अन्त अब कसरी छैन पनि भन्नु, अब उसलाई त डाउट गर्छ होइन। अन्त भाउजूहरूले पनि भन्यो तिम्रो मम्मी त कस्तो राम्रो रहेछ जाऊ भन्दै भन्यो। अन्त हामी त्यति बेला राति नै फर्क्यौँ। ऊ कति 2हरू बजेको थियो, पानी डरै लाग्दो परेको होइन, 2हरू बजेको थियो फर्किँदाखेरि। त्यहाँदेखिको ऊ त्यति बेला मेरो घरमै बस्यो होइन, मेरो घरमै बस्यो। त्यहाँदेखिको भोलिपल्ट फेरि म स्कुल गएँ होइन। त्यहाँदेखिको फेरि उयो गरेँ के पो ऊ दिनभरि मम्मीसँग बस्यो, म चाहिँ स्कुल गएँ। अन्त म स्कुलबाट आएर ऊ गयो होइन। त्यति बेला अग्रिमेन्टहरू बनाएको हामीलाई त हो। आमा बिना बित्थाको ड्रामा क्या, त्यो ड्रामा सिनहरू हुन्छ नि, त्यो धारावाहिकतिर हुन्छ नि अग्रिमेन्टहरू भक्कै लाग्दो हौ त्यस्तो गरायो होइन। र म अब टेर्ने त कसले। त्यहाँदेखिको म जुलाई 21 तारिक उसलाई बोलाएँ होइन बजार भेट्नु। त्यहाँदेखिको त्यतिकै हामी घुम्यौँ त्यो दिनभरि। त्यहाँदेखिको उसले गोक गयौँ हामी त्यति बेला होइन गोक गयौँ। त्यहाँदेखिको एक दिन बसेँ म हो। अब आमालाई चाहिँ अब मैले उसँग छुइनँ, साथीसँग छु भने है त्यो दिन चाहिँ। अन्त त्यो दिन चाहिँ आमालाई भने म उसँग छुइनँ, साथीको घरमा बसेको छुहरू भन्दै भने। अब भोलिपल्ट घरमा गएर ला गएन गएँ होइन। त्यहाँदेखिको 21, 22, 23 2 दिन फेरि घरमा बसेँ, स्कुल गएँ होइन। त्यहाँदेखि 24 तारिक मेरो बर्थडे होइन, 24 तारिक चाहिँ मेरो बर्थडे। अनि त्यहाँदेखिको 24 तारिक बर्थडे। अन्त बर्थडेमा पनि केही स्पेसलै गरिदिएन हो। अनि त्यहाँदेखिको भनेर त्यो ट्याके फोन हुन्छ नि, ट्याके फोनमा चाहिँ अर्को मम्मीको अर्को सिम हालेर चाहिँ कल गरेँ होइन उसलाई, म आउँदैछु भने। अब आउँदैछु मात्रै थियो हाम्रो है त्यति बेला, भेट्ने मात्रै इरादा थियो अनि त्यहाँदेखिको भेट्ने मात्रै इरादा थियो होइन। अनि त्यहाँदेखिको उसको माथि साइडको रुममा गएर मैले ड्रेसेस चेन्ज गरेँ होइन। अनि त्यहाँदेखि ड्रेसेस चेन्ज गरेर हामी मन्दिरहरू गयौँ। अब बर्थडेको दिन होइन मन्दिर गएँ। त्यहाँदेखिको मन्दिरबाट आएर घुम्यौँ होइन। अन्त उसले भन्यो उसको ठुलो चाहिँ नानाले भेट्नु मन लागिरहेको छ जाने भन्यो होइन। अन्त जाउँ न भने मैले पनि हो। खासमा चाहिँ गएर फर्किने नै इरादा थियो मेरो पनि उसको पनि होइन। खुलित्ते भयो हो, गएर त उकालो आउनै मन नलाग्ने हो।
अन्त उसलाई मैले सोधेँ के गर्ने हो भने अब के गर्छौ भने उसले पनि मलाई होइन सिधै बस्दिउँ ल भने मैले 1 दिन बसेँ लु ठिकै छ 2 दिन बसेँ ठिकै छ 3 दिन 4 दिनमा चाहिँ कलाएको है 4 दिनमा कलाएर 4 दिनमा चाहिँ कलाएँ तर त्यति बेला चाहिँ त्यस्तो ट्रस्ट उयो झमेला गरिरहेन हो म कलमा बोलेँ मम्मीसँग हो टोटल मैले उसलाई भगाएको भनेको 5 खेप भगाएँ 5 खेप कहाँ हो भगाएँ 5 खेप होइन हौ 4 खेप हो 4 खेप भगाएँ होइन 4 खेप चाहिँ अब यता ल्याइदेऊ भन्ने यताउता नभए यस्तो यस्तो अब गालीहरू गर्ने हो नभए पुलिस पठाउँछु यस्तो यस्तो भन्ने फेरि डराउने हो त्यहाँबाट कोही बेला उनीहरू आफै अब एकपल्ट त खोसाएर लग्यो त्यहाँदेखिको फेरि एकपल्ट खोसाएर लग्यो 3 खेप चाहिँ मैले आफै भगाएँ तर अब हुन्छ नि जबरजस्ती पुऱ्याउनै पर्ने अब हौ त्यस्तो अब क्या हुन्छ नि अब आफूलाई डरभित्रबाट हौ त्यस्तोहरू अब बनाइदिएर हो उसको मम्मीले अन्त पुऱ्याउनै पर्ने लास्टमा 5 खेपमा चाहिँ हामी पनि लु जेसुकै होस् परन्तु पुलिस आओस् हो अट्टी गरेर अब हामी चाहिँ बस्दिएको अब पुलिसै पठायो भने पनि पठाओस् हो त्यति बेला चाहिँ उसको नाना पनि हाम्रै सपोर्टमा थियो लास्टमा चाहिँ पुलिस पठायो भने पनि पठाओस् बरुभन्दा हेरौँला होइन पुलिस पठायो भने पनि हेरौँला के गर्दो रहेछ हो अन्त ऊ पनि नजाने हो उसलाई मैले तर अब भन्नु त भनेकै हो मैले उसलाई होइन भन्नु चाहिँ भनेकै हो जाऊ नजाऊ हो बरुभन्दा अब 1.5 वर्ष जस्तो पर्ख हो अन्त 1.5 वर्ष स्कुल सकिहाल्यो त्यहाँबाट गरौँ न भनेको हो उसलाई चाहिँ के डर भएछ भन्नु न सोध्नु न के डर भएछ के डर भयो अरे त त्यो प्रधानीसँग गएको हुन्छ भने यसको केटी थियो नि प्रधानी हो म घर गएको बेलामा नि आमा हौ वाट्सएपमा नि बेलुका भोइस कल 1 घन्टा 1.5 घन्टा बोलिदिँदो रहेछ यो सुध्रेको हो भने मसँग रिलेसनमा बसिन्छ अब रिलेसन त के भन्नु 1 हप्ताको माया त के रिलेसन पनि भन्नु होइन रिलेसनमा अब त्यति बेलासम्म चाहिँ यो अर्को केटीसँग बोल्थ्यो तर जब बिहा गरेँ होइन बिहा गरेको दिनको चाहिँ बोलेको छैन तर एकपल्ट मैले भेटाएको थिएँ त्यही एक्सको नम्बर चाहिँ भाइ भनेर सेभ गरेको छ त्यो पनि आँखाको सामने पिठ पछि नि अब म दोकानभित्र बसिरहेको छु इच्छिङ बाहिर निस्किन्छु ल भनेर त आयो ट्याकट्याकै थियो उसकोमा फोन होइन आमा हौ मलाई डाउट लाग्यो अलिकति मनमा हुन्छ नि हौ त्यस्तो भयो अनि त्यहाँदेखिको यो भाइ भनेको को हो भन्यो भाइ हो भाइ भन्यो उसले होइन भाइ हो भाइ तर मलाई डाउट भयो नि त अनि मैले मेरो फोनमा ट्रु कलरमा हेरेँ होइन ट्रु कलरमा हेरेको त यस्तो यस्तो प्रधान नि आयो त्यति बेला चाहिँ डर दुला भेटेको छ यसले मेरोबाट हो अनि त्यहाँदेखि यस्तै चल्दैछ जिन्दगी हाम्रो त्यति बेला लास्ट मम्मीले यति मात्रै भनेको थियो लु दुःख पाउँछस् भने पनि दुःख पा होइन तर अब हामीलाई चाहिँ अब त्यति दुःख पाएर चाहिँ अब नसम्झियोहरू भनेको थियो होइन मलाई त खुसी लागेको थियो त्यति भनिदिँदा मेरो आमाले हो खुसी लागेको थियो अब त्यति बेला पनि पुलिसको धम्कीहरू दिँदै थियो होइन अनि त्यहाँदेखिको हुन्छ पठाउनुहरू भन्दै भने होइन अनि त्यहाँदेखि तर मलाई चाहिँ खुसी लागेको थियो किनभने एटलिस्ट म पिँजराबाट यस्तो फ्री उड्नु चाहन्थेँ होइन त्यो चाहिँ म उडिरहेको छु अहिले पनि होइन अब तपाईँहरूले सोच्नु हुँदै होला कि म ड्युटी गर्छु यसो गर्छु अब त्यो चाहिँ नसोच्नु होइन अझै जिन्दगी हाम्रो डल्दैछ अब 2जना कमाउँदैछौँ हामी बिस्तारी होइन त्यही हो अब सो स्ट्रगल गर्दैछौँ तपाईँहरूले पनि अलिकति माया साथ सपोर्ट देखाइदिनुहोस् होइन त्यति भन्न चाहन्छु होइन अब सबैलाई त साथ सपोर्ट गर्नुहुन्छ सहयोग गर्नुहुन्छ होइन अलिकति हामीलाई पनि माया देखाइदिनुहोस् होइन अन्त हामी अब हुन्छ नि अब डेली अब हामी पनि अब नयाँ यस्तै अब तर हामीले चाहिँ अब हामी अब अचानक यस्तो हाम्रो राम्रो भ्युज जान्छ भनेर हामीले सोचेको पनि थिएन हामी चाहिँ त्यो हुन्छ नि अब जस्ट इन्टरटेनमेन्टको लागि मात्रै अब हुन्छ नि त्यो रिला गर्दै हामी चाहिँ अब इच्छा हुन्थ्यो अब हुन्छ नि आफ्नै अब त्यो रमाइलोको लागि अब कोही बेला अब हामीले पोस्ट गरिरहेको रिल हुन्छ नि अब कोही बेला हेर्दाखेरि क्या अब खुसी हुन्छ नि अब आफूलाई अब कोही बेला आफ्नै भिडियो हेर्दा पनि अब हाँसी बढाउँछ नि त अब त्यस्तोको लागि अब हाल्दै थियौँ हो एकैचोटि भ्युजहरू राम्रो जानु थालेछ अब तपाईँहरूकै सपोर्टले फेसबुकमा पनि उसको त्यो एउटा भिडियो 1 मिलियन गयो इन्स्टामा 2 मिलियन गयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद युट्युबमा पनि तपाईँहरूले धेरै माया देखाउनु हुँदैछ कमेन्टहरू राम्रो राम्रो लेखिदिनु हुँदैछ अब नराम्रो कमेन्ट गर्नेलाई पनि म केही भन्दिनँ हाम्रो पनि गल्ती छ होला त्यसमा होइन अब गल्ती हुन्छ हाम्रो
हो कोही बेला होइन वानको त गल्ती हुन्छ भने हामी त झन् मान्छे हो सानोतिनो गल्ती त अब हुन्छ ब्याड कमेन्ट्सलाई पनि म केही पनि भन्दिनँ होइन अब ब्याड कमेन्ट्स गर्नुहुन्छ भने पनि गर्नुहोस् होइन तर अलिकति सोचेर अब कोही कमेन्ट त झन् यस्तो मनमा छुने खालको हुन्छ कि अलिकति साँच्चै होइन छुन्छ अलिकति कमेन्टहरू गरिदिनु भयो भने पनि अब हुन्छ नि अलिकति बरुभन्दा इन्डाइरेक्ट प्रकारले भनिदिनुहोस् त्यसरी डाइरेक्ट प्रकारले चाहिँ किनभने अब मेरो पनि अब दिदीहरूले हेर्नुहुन्छ है अब दिदीहरू हुनुहुन्छ अब अप्ठ्यारो हुन्छ नि त तपाईँहरूको पनि दिदी बहिनीहरू हुनुहुन्छ र तपाईँहरूकै बहिनीले पनि त अब हाम्रो भिडियो अब पुग्छ होला होइन तपाईँहरूले भरे यसरी कमेन्ट गरिरहेको हुन्छ तपाईँहरूको बहिनीलेहरू पनि त अब तपाईँको दिदी बहिनीले पढ्छ होला अन्त यसले कसरी यस्तो मुख छाडेको अब त्यस्तोहरूबाट आफैसँग उयो हुन्छ नि त आफ्नै उयो इमेज अलिकति खराब हुन्छ आफ्नो दिदी बहिनीहरूको छेउमा हो सो अलिकति बुझेर है बरुभन्दा अब कमेन्ट अब गर्नै छ भने बरुभन्दा पर्सनलमा गरिदिनुहोस् है मेसेन्जरतिर पर्सनलमा गरिदिनुहोस् यस्तो 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 भएन बरुभन्दा जे मुख छाड्नु छ पर्सनलमा छाडिदिनुहोस् तपाईँहरूलाई पनि अप्ठ्यारो हुन्छ हामीलाई पनि अप्ठ्यारो हुन्छ अब किनभने अब मेरो त अब दुईजना दिदी छ उनीहरूले हेर्नुहुन्छ है मेरो चाहिँ कोही छैन दिदी बहिनीहरू म चाहिँ एक्लो छोरी हो मेरो एकदम फ्यामिलीको अब सिधा अब हुन्छ नि अब आफ्नो दिदीहरूको छेउमा अहिलेसम्म म कहिले अब एक सप्ताह नराम्रो त बोलेको छुइनँ हो त्यही भनेर चाहिँ अब ओके गाइस र हाम्रो लभ स्टोरी चाहिँ यस्तो नै थियो हो यति नै हो यति नै हो तर हाम्रो लभ स्टोरी चाहिँ एकदम बवाल थियो तर भनेको भन्दा पनि आज त्यति बेला अब त्यो हुन्छ नि फिल गर्दाखेरि एक्सपिरियन्स गर्दाखेरि चाहिँ झन् ओपरे बवाल अब हाम्रो एक्सपिरियन्स चाहिँ अनइमेजिनेबल क्या अब यस्तो हुन्छ त्यस्तो हुन्छ केही नसोची त्यो भयो होइन त्यहाँदेखिको त्यसरी नै हाम्रो अब यो वर्ष 2026मा 2 इयर्स हुन्छ बिहा गरेको होइन अब सोच्नुहोस् न एक हप्ताको मायाले अब 2 वर्ष बिहा थामी नै रहेको छ अझै थामेर जान्छौँ होइन हामी भनौँ न लगभग अब मार्च अप्रिल मे जुन जुलाई अब 4 महिना बित्नु कति चाहिँ टाइम लाग्छ 2 वर्ष त एकैछिनमा बित्छ भनेपछि हो यसरी नै अब हामी साथमा हुनेछौँ होइन अब एकअर्कालाई सपोर्ट गर्नेछौँ त्यही हो तपाईँहरूले पनि किप सपोर्टिङ अस र थ्याङ्क यू फर वाचिङ आवर भिडियो बाई बाई गाइज बाई बाई तिमीलाई पनि बाई